राजतन्त्र कि गणतन्त्र? लेफ्ट साइडमा छन् राजतन्त्र पक्षधर, राइट साइडमा छन् गणतन्त्र पक्षधर, बीचमा छन् जनता जो सधैँ प्रयोग मात्रै भइराख्छन्। जनतालाई राजतन्त्र आए पनि ठिक छ, गणतन्त्र आए पनि ठिक छ। जनता कुनै पनि तन्त्रको पक्षमा भन्दा पनि देशमा जुन तन्त्रले समृद्धि ल्याउन सक्छ, जुन तन्त्रले नेपालको विकास गर्न सक्छ, जुन तन्त्रमा नेपालमा सुशासन कायम हुन सक्छ, जुन तन्त्रले भ्रष्टाचार अन्त्य गर्न सक्छ, जनता सधैँ त्यही तन्त्रको पक्षमा हुन्छन्। तर विभिन्न कालखण्डमा जनताको नामलाई प्रयोग गरेर शासन गर्न खोज्नेहरू कहिले राजतन्त्र भनेर जनताको नामलाई प्रयोग गर्छन्, कहिले गणतन्त्रका नाममा जनतालाई प्रयोग गर्दै आइरहेका छन्। वास्तविक रूपमा भन्ने हो भने देशमा जुन तन्त्र आए पनि जनताको अहिलेसम्म मुहार फेरिन सकेको छैन, जनताको जीवनस्तर परिवर्तन हुन सकेको छैन। त्यसैले अब देशमा राजतन्त्र आउँछ कि गणतन्त्र आउँछ भन्ने कुरा राजतन्त्र पक्षधर बलियो कि गणतन्त्र पक्षधर बलियो, नेपालमा जुन तन्त्र मान्नेवाला पक्ष बलियो रहन्छ नेपालमा त्यही तन्त्र आउँछ। अहिले नेपालमा गणतन्त्र छ। यदि राजतन्त्र पक्षधरको क्षमता बलियो भयो, बहुमत धेरै भयो भने नेपालमा राजतन्त्र आउँछ। यसको मतलब जनता सधैँ प्रयोग मात्रै भइराखेका छन्। हामीले चाहिँ यसरी बुझ्नुपर्छ।